जय शम्भो, जय श्री कृष्ण, राधे राधे। श्री स्वस्तानी माताले सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूलाई रक्षा गरून् यही कामना गर्दछु। म प्रस्तुता ज्योतिषी गोविन्द भण्डारी तपाईहरूलाई हाम्रो यस मन्त्र टिभीको प्रस्तुति श्री स्वस्तानी व्रत कथा लिएर उपस्थित भएको छु। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, तपाईँले हामीलाई कुन ठाउँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर लेखिदिनु होला र श्री स्वस्तानी व्रत कथा सुन्नुभन्दा पहिला कमेन्ट बक्समा सबै दर्शक एवं श्रोता मित्रहरूले श्री स्वस्तानी माता की जय भनेर कमेन्ट गर्नुहोला, यही अनुरोध गर्दछु। र हाम्रो यस भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला। सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूले हाम्रो यस भिडियोलाई सेयर गरेर धेरैभन्दा धेरै व्यक्तिहरू सामु यस भिडियोलाई पुर्याइदिनु होला। हामीले हाम्रो यसै मन्त्र टिभी च्यानलबाट सम्पूर्ण श्री स्वस्तानी व्रत कथाका भागहरू प्रस्तुत गर्दै जानेछौँ। तपाईँले हाम्रो यसै च्यानलबाट सम्पूर्ण पाठहरू सुनेर साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। सँगसँगै आफ्नो साथीभाइ इष्टमित्रहरूलाई यो भिडियो धेरैभन्दा धेरै व्यक्तिहरू सामु सेयर गरेर पुर्याइदिनु होला। हामीले ल्याउने श्री स्वस्तानी व्रत कथा नछुटोस् भन्नका लागि तपाईँले सब्सक्राइब गर्नुहोला र नोटिफिकेसन अनमा राख्नुहोला। हामीले भिडियो प्रस्तुत गर्ने बित्तिकै तपाईँले नोटिफिकेसनबाट हेर्न पाउनुहुन्छ। यही अनुरोध गर्दै अब हामी लाग्दैछौँ आजको श्री स्वस्तानी व्रत कथाको अध्यायतर्फ। तपाईँले दत्तचित्त भएर श्री स्वस्तानी माताको ध्यान गर्दै कथा वाचन सुन्नुहोला। श्री स्वस्तानी व्रत कथा सुरु गर्दैछौँ मङ्गलाचरणबाट। ओम एम वर्मा वरुणेन्द्र रुद्रमरुत स्तुवन्ति देव्यस्तवै वेदै साङ्गपद कर्मोपनिषदे गायन्त्यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्त्यं योगिनो यस्यान्तं नं विदुसुरसुरगणा देवाय तस्मै नमः। शिरमा चन्दन चर्चितो जलबपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डल परिविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षे मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्ये माता चिरं मुखं करोति वाचालं पङ्गुलं लखयति गिरिं यत्कृपा तमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणी कथामिमं। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयेत्। यति भनिसकेपछि सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूले आफूले लिएको फुलपातीहरूलाई आफूले पूजा गर्ने स्थानमा भगवानलाई श्री स्वस्तानी मातालाई सम्झेर अर्पण गर्नुहोला। अब लाग्दैछौँ हामी श्री स्वस्तानी व्रत कथाको प्रथम अध्यायतर्फ। परापूर्व कालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि नाम गरेका ऋषि आफ्नो आश्रममा तपमा लिन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीँ पाल्नुभयो। अगस्त्य मुनिले त्यो देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र बाणीले सोधे, हे कुमार, यो संसार कसरी सृष्टि भयो यसको विषयमा जान्ने इच्छा छ। म उपर कृपा गरी यसको आज्ञा भए आफूलाई धन्य सम्झने थिएँ। अगस्त्य मुनिको त्यो प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ, तिमी एक चित्त भई सुन, म तिमीलाई सृष्टिको क्रमबाट सुनाउँछु। यो सृष्टि प्रारम्भ हुनुभन्दा पहिला ब्रह्ममा परमात्माको इच्छा स्वयं स्फुरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा विष्णु शिव प्रकट भए। तिनका शक्ति स्वरूपले त्रिगुणयुक्त माया वा प्रकृति उत्पन्न भइन्। ती त्रिगुणात्मिका मायालाई जित्न वा बसमा पार्न अत्यन्त कठिन छ। त्योभन्दा पर शान्ति पद र उभन्दा पनि पर शान्त्यातीत पद छ। त्योभन्दा पर विद्या पद र विद्याभन्दा पनि पर निवृत्त पद छ। जान्नेहरू यसलाई मोक्ष पद पनि भन्दछन्। यो संक्षेपमा भयो। अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न अलि निकै कठिन छ। संक्षेपमा भनेको कारण पनि मुख्य यही हो। प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ। जो त्रिगुणात्मिका माया छन् ती शान्त्यातीत शान्ति, विद्या र प्रतिष्ठा, निवृत्ति आदि पदमा रहन सक्दिनन्। मायाभन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ। जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेत छन्। कारण बिना कुनै कार्य हुन सक्दैन। त्यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य हुन सक्दैन। यो कुरा वेद शास्त्रले पनि स्वीकारेका छन्। तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन। त्यसै कारणले जन्म मरण रूप बन्धन नछुटेर त्यसैका सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहन्छ। यो क्रम कल्प कल्पको भेदले भिन्न भिन्न चाहिँ देखिने हुँदा
अनेकौँ कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु। ब्रह्मा विष्णु शिव एक हुन्, यिनमा सानो ठुलो भन्ने भेद छैन। हे मुने, सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने रुद्र हुन्। विष्णु र शिवका आयुको अवधिको प्रमाण छैन। ब्रह्माको 100 वर्ष परमायु कहिन्छ। उनको प्रथम 50 वर्षलाई परार्ध भन्दछन्। 100 वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ। प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही रहन्नन् अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। त्यो नयाँ सृष्टि पनि जुन तरिकाले अगाडि चलिरहेको थियो सोही प्रकारले चल्दछ। प्रलय चाहिँ अनेक प्रकारले हुन्छ। ब्रह्माको घर गृहस्थी सबै छ, उनले पनि खानु सुत्नु पर्दछ। उनले बस्ने लोकको नाम सत्यलोक हो। प्रातःकाल हुँदा उनले सृष्टि गर्दछन्। उनको एकै दिनमा सत्य, त्रेता, द्वापर र कली चारै युग 72 पल्ट घुमिसक्छन्। रात परेपछि प्रलय गर्दछन्। त्यही क्रमले जब ब्रह्माको 100 वर्ष पुग्दछ तब महाप्रलय हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहङ्कार र पञ्चमहाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चतन मात्रा, शब्द, रूप, रस, गन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ। त्यो अण्ड ब्रह्ममय हुनाले त्यसको नाम ब्रह्माण्ड भएको हो। त्यही अण्ड फुटेर 2 भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए, पालन गर्ने अनन्तकोटि ब्रह्माण्डका स्वामी विष्णु भए, संहार गर्ने महारुद्र भए। यिनैले यो सृष्टिको कार्य निर्बाध गतिले गर्दछन्। जसको इच्छाले यो अण्डको उत्पत्ति हुन्छ त्यस परमब्रह्म परमात्मा त्रिगुण गुणातीत, चतुर्व्यूह, अनादि, अजन्म, हिरण्यगर्भ, प्रजापति आदि बन्दछन्। सुमेरु पर्वतको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहे जस्तै रहेका छन्। सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित रहन्छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैँ भई आकारवान अर्थात् एक रूपबाट अर्को रूपमा देखिरहन्छ। तर आकाशलाई राम्ररी विचार गर्दा मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्रै हो। यो संसार नै भ्रान्तिको रूप हो, किनकि उनै ईश्वरको इच्छाले सृष्टि स्थिति संहार हुन्छ। धागोमा दाना उनिए झैँ यो संसार परमब्रह्ममा उनिएको छ। अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरू भिन्ना भिन्नै छन्। जस्तै स्वप्नमा देखिएका अनेकौँ सुख दुःखको अनुभव जागा हुनसाथ केही पनि रहन्न। त्यो स्थिति मिथ्या हो। अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै। सुख दुःख त मनले मात्र अनुभव गर्न सकिन्छ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो बसमा राख्नु नै ईश्वरको प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले पनि राम्ररी बुझ्नु पर्दछ। हे मुने, तिमी एकाग्र भएर तपस्या गर, अवश्य पनि सिद्धि प्राप्ति गर्नेछौ। मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाएँ। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु। ध्यानपूर्वक सुन। इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रतकथायां सृष्टि वर्णन नाम प्रथम अध्याय। हरि हरि। अथ द्वितीय अध्याय। हे मुने, अघि यो संसारमा जलमय छँदा भगवान विष्णुका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए। त्यही अवसरमा भगवान विष्णुको कानेगुजीबाट अत्यन्त पराक्रमी मधु र कैटभ नामका 2 वीरहरू उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डाँठ समातेर माथि गई हेर्दा ब्रह्माजीलाई देखे। उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछि ब्रह्माले हे ईश्वरी, विष्णुलाई जागा गराइदिई बक्सियोस् भने। उनले ब्रह्माको कष्ट बुझी भगवान विष्णुलाई जागा गराइदिनु भयो। भगवान जागा भएर हेर्दा मधु कैटभलाई देखे। तत्काल युद्ध गर्न अघि सरे। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो तर हारजित हुन सकेन। अनि विष्णुले भने, हे दानव हो, तिमीहरू पराक्रमी रहेछौ। म प्रसन्न भए, इच्छा भएको वर माग। भन्दा अहङ्कारी मधु कैटभले भने, हे विष्णु, यस युद्धमा हाम्रो जित भयो। तिमी हार्नेले के दिन सक्छौ? बरु तिमीलाई इच्छा लागेको वर माग, हामी दिन्छौँ। दैत्यहरूको यस्ता अभिमानपूर्ण कुरा सुनि
भगवान् विष्णु भन्नुहुन्छ, पहिले वाचा गर अनि मात्र वर माग्दछु। अनि दानवहरूले तिमीले जे मागे पनि अवश्य दिनेछौ भनी वाचा गरेपछि विष्णु भगवानले अरू के वर मागौँ, तिमीहरू दुवैलाई म मार्दछु, मेरा हातबाट मर। यस्तो भनेको सुनि मधु कैटवले भने, हे विष्णु, तिमी छलिरहेछौ, कपट गरेर वर माग्यौ, वाचा हारेको हुनाले हामी दिन्छौँ, अब के गर्ने भनी विचार गर्दा सारा संसार जलमय देखी भने, हे विष्णु, हामीलाई जल नभएको स्थानमा मार। दैत्यका त्यस्ता कुरा सुनि विष्णुले आफ्नो काखमा राखेर सजिलैसित दुवै दैत्यहरूलाई मारे। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैँ समुद्रको जलमा जमेर पृथ्वी भइन्, मासुले पर्वत र हाडले पत्थर भयो। त्यो देखेर ब्रह्माले संसारको सृष्टि गर्ने भनी पहिले 14 भुवनको सृष्टि गरे। भुरलोक, बुबरलोक, स्वरलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक, माथिका र अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पाताल, यति तलका जम्मा 14 भुवन र द्वीपहरू सिर्जना गरे। कुन कुन भने जम्बूद्वीप, प्लक्षद्वीप, सालमाली द्वीप, कुशद्वीप, कौशद्वीप, शाकद्वीप, पुष्करद्वीप, त्यसपछि समुद्रहरू सृष्टि गरे। क्षैरोत समुद्र, सुरोत समुद्र, इच्छुरोत समुद्र, गृधोत समुद्र, दधिमन्दोत समुद्र, क्षीरोत समुद्र, शुद्धोत समुद्र। जम्बूद्वीप क्षारोत समुद्रले बेष्टित छ, त्यहाँ अग्निद्र राजा राज्य गर्दछन्। प्लक्षद्वीपमा इच्छोर समुद्रले बेष्टित छ, त्यहाँ इद्मजी राजा राज्य गर्दछन्। सालमाली द्वीपमा सुरोत समुद्रले बेष्टित छ, त्यहाँ यज्ञबाहु राजा छन्। कुशद्वीपमा गृधोत समुद्रले बेष्टित छ, त्यहाँ हिरण्यरेता राजा छन्। कौशद्वीपमा क्षैरोत समुद्रले बेरिएको छ, त्यहाँ धृतपृष्ठ राजा छन्। शाकद्वीप दधिमन्दोत समुद्रले बेरिएको छ, त्यहाँ मेघातिथि राजा छन्। पुष्करद्वीप शुद्धोत समुद्रले बेष्टित छ, त्यहाँ वितिहोत्र राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार 4 लाख कोसको छ, त्यसको आकार कमलगट्टाको जस्तो छ, त्यसमा 9,9 हजार योजनको 9 खण्ड छन्। त्यस प्रकार सृष्टि गरिएको अष्टपर्वतको सृष्टि गरे। कुन कुन भने सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत, चन्द्रकान्त पर्वत, चन्द्रकूट पर्वत। त्यसपछि प्राणी सृष्टि गरौँ भनेर महादेवको तपस्या गरे। दिव्य 12,000 वर्ष कठोर तपस्या गरिसकेपछि महादेव प्रकट भएर भन्नुहुन्छ, हे ब्रह्मा, तिम्रो तपस्याले म प्रसन्न भएँ, तिमीले के वर माग्छौ माग। आज्ञा भएको सुनि ब्रह्माले अनेक उपचारले पूजा गरी शिवको पूजा आराधना स्तुति गर्न लागे। हे ईश्वर, आफैले अनेक ब्रह्माण्डको रचना गरी आफै नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। एक मूर्तिबाट 3 मूर्ति ब्रह्मा विष्णु शिव भएका हजुरलाई कोटि कोटि नमस्कार छ। हजुरको महिमा वर्णन गर्न शेषनाग र शारदाले पनि नसकेको म कसरी समर्थन हुनेछु। हजुरको कृपाले द्वीप, समुद्र, पर्वत सृष्टि गरे, अब प्राणी सृष्टि गर्न सकूँ, यही वर दिनुहोस् भनी बिन्ती गरे। ब्रह्माजीको यस्तो प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा भयो, ब्रह्मा तिमी प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। अनि ब्रह्माले महादेवलाई दण्डवत गरी प्राणी सृष्टि गर्नको लागि सुमरु पर्वतमा गए। पहिले शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक, अरू पनि अनेक लोकहरू सृष्टि गरे। तिनमा सबैभन्दा माथि सत्यलोक सृष्टि गरे। त्यसपछि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, अग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे। त्यसपछि स्थावर जङ्गम सृष्टि गरे। अनि प्राणी सृष्टि गर्ने इच्छा भएर मनले चिताउन साथ काश्यप प्रवृत्तिका 100 ऋषिहरू सृष्टि भए। यति सुनेर अगस्त्य मुनिले सोधे, हे कुमारजी, हजुरको वचन रूपी अमृत मेरो कान रूपी जिब्रोले बराबर पिउन माग्दैछ। अब देवदानव, पशुपन्छी, मनुष्य कसरी सृष्टि भए त्यो सुन्ने इच्छा थियो। मुनिको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुने, काश्यप ऋषिका अदिति, दिति, दनु, खरा, घोरा, सिंहिका, क्रोधा,
राधा, बलिष्ठा, विनता, कपिला, क्रदु, मनु यस्ता स्त्रीहरू थिए। अतः अदितिका गर्भबाट हिरण्यकशिपु आदि दैत्यहरू जन्मे। अदितिका गर्भबाट चन्द्र, सूर्य आदि 33 कोटी देवताहरू जन्मे। धनुका गर्भबाट दानवहरू जन्मे। कराघोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिंहिकाका गर्भबाट राहु जन्म्यो। प्राधाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्म्यो। मनुका गर्भबाट ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र आदि 4 थरीका मनुष्यहरू जन्मे। बलिष्ठा र विनताका गर्भबाट अरूढ, गरुड, सम्पत्ति, मयूर, कोकिल, चखेवा, जीवनजीव, मुनिया, धोबिनी, राजहंस आदि पन्छीहरू जन्मिए। कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दुल, बाघ, हात्ती, घोडा, मृग, जरायो, गैंडा आदि जन्मे। कर्दुका गर्भबाट शेषनाग, अनन्तनाग, पद्मनाग, वासुकी नाग, कुलिक नाग, कर्कोटक नाग, तक्षक नाग, शङ्खनाग आदि अष्टनागहरू जन्मे। यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग, मनुष्य, पशु, पन्छी सृष्टि भएकोदेखि ब्रह्माले तिनलाई खाने आहार, धान, जौ, तिल आदि अनेक तरहका अन्न र फलफुलहरूको मूल सृष्टि गरे। हे मुने, यो मैले अत्यन्त संक्षेपमा भने, अरू पुराणहरूबाट विस्तारले बुझ्नेछौ। यो सृष्टिको कुरा सुनाए, अब के सुन्छौ भन। भन्दा अगस्त्य मुनि भन्दछन्, हे कुमार, कुन कुन भुवनमा कुन कुन देवता छन्, कुन कुन दिक्पाल कसरी भए, यो सुन्ने इच्छा छ। यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुने, कैलाश भुवनमा महादेव हुनुहुन्छ। वैकुण्ठ भुवनमा विष्णु भगवान छन्। सत्य भुवनमा ब्रह्मा छन्। उमा भुवनमा पार्वती छन्। स्कन्द भुवनमा स्वयं म छु। धूम्र भुवनमा धूम्र ऋषि छन्। नैऋत्य भुवनमा अन्य ऋषिहरू छन्। यति भुवनका कुरा कहेँ, अब दिक्पालहरूका कुरा कहन्छु। काश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गई धेरै कालसम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भई, हे इन्द्र, तिम्रो तपस्याले म प्रसन्न भएँ भनी वरदान दिई अमरावतीको अधिपति र पूर्व दिशाको दिक्पाल बनाई पठाए। फेरि एउटाले गई उसै गरी तपस्या गरे। महादेव प्रसन्न भएर अग्नि नाम राखी अग्निकोणको दिक्पाल बनाई पठाए। शुद्धावतीको अधिपति बनाई पठाए। फेरि अर्कोले गई यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई एम नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई एमापुरीको अधिपति बनाई पठाए। फेरि एउटाले त्यसै गरी तपस्या गरे। महादेव खुसी भई नैऋत्य नाम राखी नैऋत्य कोणको दिक्पाल र कृष्णावतीको अधिपति बनाई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरुण नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि 49 वायु गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई ब्रह्माका भन्दा, ती वायुहरूले हामी 49 जना एक हुन सकौँ। हामीलाई कसैले पनि नदेखुन् र केवल शब्दमा मात्र सुनुन्, बलमा पनि कसैले जित्न नसकुन् भनी वर माग्दा महादेवले तथास्तु भनी वरदान दिनुभयो। वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल बनाई अलकापुरीका अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई विश्वकर्मा नाम राखेर ईशान कोणको दिक्पाल बनाई यशोवतीको अधिपति बनाई पठाए। हे मुने, यति दिक्पाल भएको कुरा कहेँ, अब के सुन्ने इच्छा छ भन। कुमारको यस्तो वचन सुनि अगस्त्य मुनि भन्नुहुन्छ, महादेव र सतीदेवीको विवाह भएको र सतीदेवी मर्दा उत्पात भएको। फेरि सतीदेवी महादेवकी पत्नी कसरी भइन्, कस्तो कारण परेर उनको मृत्यु भयो, यो सबै विस्तारले आज्ञा होस्। मुनिको यस्तो इच्छा जानी प्रसन्न भएका कुमारले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्दछु भन्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्थानी व्रतकथाय दिक्पाले वर्णन नाम द्वितीय अध्याय। हरि हरि। उपनयतु मङ्गलं वः सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन्दलानि व्याक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी शशशालिनी दशोऽयं क्षोभरहितो ब्रह्मण सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना साधना सन्तु जीवन्तु शारदा शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसङ्ग।
या कुन्देन्तु सारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या स्वेदा पद्मासना या वर्माच्युत शङ्कर प्रवृत्ति भिर्देवै सदा वन्दिता सामा पातु सरस्वती भगवती निशेषा जड्यापहा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणेति समर्पयेतत् श्री स्वस्थानी दिव्यार्पणमस्तु। आदरणीय दर्शक श्रोता मित्रहरू, यो त थियो श्री स्वस्थानी व्रत कथा। तपाईले हामीलाई कुन ठाउँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर लेखिदिनु होला। भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला। तपाईलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो, केही कुराहरू सुधार गरिदियो हुन्थ्यो जस्तो लाग्छ भने कमेन्ट बक्समा लेखिदिनु होला। सोही अनुरूपमा भोलिका कार्यक्रमहरूलाई सुधार गर्दै ल्याउने प्रयास गर्नेछौँ। यही अनुरोध गर्दै आजको भिडियोलाई यहाँसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। भोलिको भिडियोमा हामी फेरि भेट्नेछौँ। त्यतिन्जेलको लागि म प्रस्तुता ज्योतिषी गोविन्द भण्डारी बिदा चाहन्छु। हस्त नमस्कार।